एक मध्यमवर्गीय परिवारमा जन्मिएका रवि केसीको प्रारम्भिक जीवन प्राय सामान्य तरिकाले नै बित्यो। उनका बुबा एक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो र आमा सामान्य कृषकको रूपमा काम गर्नुहुन्थ्यो। बुबा भलिबलमा धेरै रुचि राख्ने भएका कारणले पनि रवि सानैदेखि नै भलिबल प्रतिको लगाव थियो। बाल्यकालदेखि नै भलिबलमा लगाव भए तापनि भविष्यमा ठूलो खेलाडी बन्छु भन्ने सोच चाहिँ थिए। बाल्यकालमा अन्य खेल खेल्नका लागि पर्याप्त मात्रामा स्रोत र साधन नहुने र भलिबलका लागि सानो स्पेसमा पनि सजिलै खेल्न सक्ने भएका कारणले गाउँमा भलिबलको चासो र रुचि सबैले राख्ने गर्थे। बिस्तारै उमेर बढ्दै जाँदा गाउँमा भालेबाजी, खसीबाजी र ससाना घरेलु प्रतियोगितामा आफूभन्दा ठूला दाइहरू खेलेको खेल हेरेर प्रेरित भएका थिए। उनी विद्यालयमा अध्ययन गर्दै गर्दा पनि साना साना उमेरका साथीभाइहरूसँग खेल खेल्ने गर्थे। अब भने उनी भलिबलमा झनै रुचि हुन थाल्यो र विद्यालयमा अध्ययन सकेपछि समय निकालेर भलिबल खेल्ने गर्थे। सानैदेखि नै भलिबलमा रुचि भए तापनि पर्याप्त मात्रामा खेल्ने खेल र सामग्री स्रोत साधनको भने कमी थियो। बाल्यकालमा मुजा र प्लास्टिकका बल बनाएर खेल्ने गर्थे। पछि बिस्तारै आफूभन्दा ठूला दाइहरूले खेल्ने बल फुट्ने गर्थ्यो। तब उक्त